नेपालमा गहुँ धानपछिको दोस्रो प्रमुख खाद्यान्न बाली हो। अन्य देशको औसत उत्पादकत्व 40 क्विन्टल प्रति हेक्टरको तुलनामा नेपालमा गहुँको उत्पादन निकै कम 25 क्विन्टल प्रति हेक्टर रहेको छ। यसो हुनुमा गुणस्तर बिउको प्रतिस्थापन र प्रयोगमा कमी, वैज्ञानिक ढंगबाट उचित बाली व्यवस्थापन नहुनु जस्ता मुख्य कारणहरू एकातिर छँदैछन् भने अर्कोतिर कृषि कर्ममा बढ्दो लागत र आवश्यक जनशक्तिको घट्दो संलग्नताले पनि भूमिका खेलेको छ। यी विविध कारणहरूलाई मध्यनजर गर्दै कम लगानी र थोरै जनशक्तिले गहुँ खेती लगाउनको लागि कृषि यान्त्रिकरण वर्तमान अवस्थाको एक व्यावहारिक र उत्तम विकल्प रहन सक्दछ। गहुँको बिउ छर्नेदेखि काट्ने र झाट्नेसम्म विभिन्न खाले मेसिनहरू बजारमा आइसकेका छन्। यी मेसिनहरूको समुचित प्रयोगले लागत खर्च घटाई बालीको उत्पादन बढाउन सकिन्छ। आजको बदलिदो वातावरणमा समयमै लगाएको गहुँले उत्पादनमा वृद्धि त गराउँछ नै, बालीले प्रतिकूल मौसम विरुद्ध सहने क्षमता पनि विकास गर्छ। साथै सिंचाई गर्दा लाग्ने खर्च समेत बचत हुन्छ। कार्तिकको अन्तिम हप्तादेखि मंसिरको दोस्रो हप्तासम्म गहुँ रोप्नको लागि उपयुक्त समय हो। ढिला गरी गहुँ लगाएमा पाक्ने समयमा पश्चिमी तातो हावाको प्रकोपबाट सुक्न गई उत्पादन घट्छ। समयमै गहुँ लगाउने ठूला तथा साना ट्र्याक्टरबाट चल्ने सीड ड्रिल मेसिन प्रयोग गर्न सकिन्छ। यस सीड ड्रिल मेसिनले मल तथा बिउ समान रूपले लाइनमा खसाल्छ, जसले गर्दा मल र बिउको सही सदुपयोग हुनुको साथै बाली एकनासले उम्रन्छ र उत्पादनमा वृद्धि हुन्छ। यो मेसिनबाट जोतेको तथा नजोतिकनै बाँझो खेतमा गहुँ छर्न सकिन्छ। मल र बिउ पनि हामीले निश्चित कति मात्रामा लाउने हो त? यो सर्वप्रथम हामीले चाहिँ कुनै ठाउँमा राखेर चक्का घुमाएर चाहिँ कति लम्बाइमा कुद्दा अथवा कति मिटर स्क्वायरमा कुद्दा कति ग्राम झर्नुपर्ने त्यो हेरेर नापेर यति नम्बरमा चाहिँ यो बिउ लाउनु पर्ने रहेछ, यो मल लाउनु पर्ने रहेछ भन्ने कुरा हामी गर्छौँ, जसलाई चाहिँ हामी क्यालिब्रेसन भन्छौँ। यहाँनिर यो चक्का छ जसलाई हामी ड्राइभुल भन्छौँ। र यदि यो चक्का चाहिँ कुदेको खण्डमा बल्ल यो मल बिउ झार्ने चिज पनि घुम्छ। यसमा अर्को चक्का छ सानो, जुन यसलाई चाहिँ हामी डेप्थ कन्ट्रोल व्हिल भन्छौँ। जमिन र यसको बिचको दूरी जति छ त्यति नै गहिराइमा चाहिँ यसले बिउ छरिरहेछ, त्यो देख्न सक्छौँ। र हामीलाई चाहिएको अवस्थामा यसलाई घटाउने बढाउने यहाँ नट छ। हामीले चाहिँ जतिखेर स्टार्ट गऱ्यौँ खास गरेर गहुँ छर्ने उसमा बाबाहरूले त्यतिखेर अब खास गरी काठे हलो, त्यसपछि फलामको हलो आयो, त्यसपछि अब होइन हुँदा हुँदा ट्र्याक्टरले आयो। तर त्यो ट्र्याक्टरले जोत्ने काम भए पनि यो छर्ने काम चाहिँ हातले हुन्थ्यो। अब हात भनेपछि अब तपाईँको कहीँ बाक्लो हुने, कहीँ दानै नहुने, जमिनहरू छुट्ने र मलखाडहरू त्यसरी नै जाने, रेसियोहरू नमिल्ने। यो आधुनिक तरिकाले गर्दाखेरि मल र बिउ एउटै लाइनिङमा गयो अनि त्यसले गर्दा चाहिँ यो बोट बिरुवाहरू राम्रो पोसिलो भएको छ। पहिलाको छरुवा प्रविधिभन्दा राम्रो देखिएछ। मैले 1 बिघा 13 कट्ठामा छरेँ, जहाँ कि लगभग मल मात्रै मैले 175 केजी डिपी मात्रै छर्थेँ। तर त्यही जमिनमा तपाईँको 1 बोरी मलले चाहिँ पुगेको छ। बिउको हकमा हामीले चाहिँ लगभग पौने 2 क्विन्टल छर्थ्यौँ। तर अहिले चाहिँ लगभग 1 क्विन्टल त्यही 10-15 केजीले पुगेको छ। लगभग 50 केजी बिउ बचेको छ। थोरै जनशक्तिले कम समयमा नै यी मेसिनहरूले बिउ र मल छर्न सकिने हुँदा खेतीको लागतमा कमी त आउँछ नै। टप ड्रेस गर्ने बेला पनि एकदमै सजिलो के छ भने यसको लाइनिङ छ, एउटा लाइन समात्यो भने यो मिस्टेक होला भन्ने पनि छैन। ठ्याक्क उताबाट फर्किँदा फेरि अर्को लाइन लिएर आयो। अब यसपालि चाहिँ यसमा गाछ ठुलो देखेको छ यो मेसिनले छर्दाखेरि। परम्परागतमा यति ठुलो देखेको छैन। मल हाल्दाखेरि जहाँ तहीँ पर्थ्यो, मल घाँसले पनि हुन्थ्यो। यसपालि चाहिँ लाइन बाई लाइन छर्दाखेरि त्यही लाइनमा मल पनि गयो अनि बिउ पनि गएको नाताले गाछ चाहिँ ठुलो ठुलो भएको छ। उत्पादन बढी होला जस्तो छ। एक नासले बिउ र मल छर्नको लागि झोले मेसिन वा स्प्रेडरले पनि बिउ छर्न सकिन्छ। एक नासले छर्ने हुँदा बाली एक नासले मल पाउँदै उम्रन्छ र उत्पादनमा वृद्धि हुन्छ। साथै यसबाट मल तथा बिउ छर्दा हातले छरे भन्दा आधा समयको बचत हुन्छ, जसले गर्दा खर्च कम लाग्छ। आकारमा सानो भएको हुँदा यस हाते मेसिनलाई वृद्ध महिला तथा युवा सबैले सजिलैसँग चलाउन सक्दछन्। झारपात तथा रोग किरा नियन्त्रणका लागि विषादी छर्नु परेमा ब्याट्रीबाट चल्ने स्प्रे प्रयोग गर्न सकिन्छ। साथै त्यसमा फ्ल्याट फेन नोजल
जडान गर्नुपर्दछ, जसले विषादीलाई एकै नासले चारैतिर फिजाएर छर्दछ। यसरी छर्दा समयको साथै विषादीको समेत बचत हुन्छ। स्वास्थ्यको दृष्टिकोणले सधैँ सुरक्षात्मक पहिरन, पन्जा, चस्मा, एप्रोन, बुटहरू अनिवार्य रूपमा सधैँ प्रयोग गर्नुपर्दछ। समयमै धान गहुँ काट्नको लागि ठूला तथा साना ट्र्याक्टरबाट चल्ने रिपर मेसिन प्रयोग गर्न सकिन्छ। सामान्यतया हातले काट्नुभन्दा यो मेसिनबाट 3-4 गुणा समय तथा पैसाको बचत हुन्छ। एक अध्ययन अनुसार जनशक्ति प्रयोग गरेर गहुँ काटेको भन्दा पावर टिलर रिपरले काट्दा औसतमा 6,313 रुपैयाँ बचत भएको पाइएको छ। यो मेसिनबाट औसतमा 5 देखि 10 कट्ठा प्रति घण्टा गहुँ तथा धान काट्न सकिन्छ। यो मेसिनको प्रयोग ठूलो कम्बाइन हार्भेस्टर प्रयोग गर्न नसकिने जग्गामा पनि चलाउन सकिन्छ। समयमै छिटो छरितो बाली चुट्नको लागि विभिन्न किसिमका थ्रेसरको प्रयोग गर्न सकिन्छ। यसबाट समयमै बाली चुट्न सक्नुका साथै परम्परागत तरिकाले भन्दा लाग्ने खर्च घटाउन सकिन्छ। नेपाल सरकारको कृषि यान्त्रिकरण नीतिलाई अँगाल्दै सिमिट सिसाले कृषक दिदीबहिनी तथा दाजुभाइहरूमाझ आधुनिक प्रविधिहरूको प्रयोगलाई प्रोत्साहन गर्दै आएको सन्दर्भमा जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत भन्नुहुन्छ, अहिलेको अवस्थामा जुन सिसाले यो कृषकहरूलाई मेकानाइजेसनमा जुन कृषि यान्त्रिकरणमा चाहिँ जोड दिनुपर्छ भन्ने जुन सोचको साथ आएको छ, एकदमै आवश्यक पनि छ। कृषि क्षेत्रमा चाहिँ जनशक्ति पलायन भएको अवस्था, बुढापाका महिलाहरू मात्रै भएको अवस्थामा अहिलेको कृषि उत्पादन चाहिँ एकदमै खर्चिलो छ। त्यसकारण चाहिँ उत्पादन लागत घटाउनलाई कृषि यान्त्रिकरण हुनुपर्छ। अहिले हाम्रो नेपाल सरकारको पनि नीति आइसकेको छ, जसले एउटा घर परिवारले 20 बिघा जमिनमा चाहिँ खेती गर्छ उसलाई चाहिँ मेकानाइजेसनको पुरै सेटै उपलब्ध गराउने अनुदानमा नेपाल सरकारको नीति यसरी आइरहेको छ। सिसा सिमेन्ट पनि यसरी आइरहेको छ। एकजनाले होस्टे गर्ने, अर्कोले हैसी गर्ने अवस्था आइसकेको छ। गहुँ खेतीमा नयाँ प्रविधि र यन्त्रहरूको प्रयोगले वर्तमान परिप्रेक्ष्यमा देखा परेका विभिन्न समस्याहरू जस्तै जनशक्ति अभाव, मौसम परिवर्तनको असर, बढ्दो खर्चहरूलाई सम्बोधन र न्यूनीकरण गर्न सकिन्छ।